दक्षिण पूर्वी एसियाको एउटा यस्तो देश जहाँ सडकमा मानिसभन्दा बढी मोपेडहरू दौडिन्छन्। यो त्यही भूमि हो जसले इतिहासमा बारम्बार ढलेर पनि उठ्न सिक्यो, हारेर पनि जित्न सिक्यो। अद्भुत प्राकृतिक सुन्दरता र युद्धको पीडादायी इतिहास बोकेको देश भियतनाम, जसको सङ्घर्ष र सौन्दर्यको कथाले जो कोहीलाई पनि भावविभोर बनाइदिन्छ। आउनुहोस् आज यही अदम्य साहसको देशलाई नजिकबाट चिनौं। हनोईको व्यस्त सडकभन्दा अलि पर रहेको टेम्पल अफ लिटरेचर भियतनामको 1000 वर्ष पुरानो इतिहास हो। सन् 1070 स्थापित यो मन्दिर लगत्तै भियतनामको पहिलो राष्ट्रिय विश्वविद्यालय बन्यो, जहाँ 700 वर्षसम्म देशका उत्कृष्ट विद्यार्थीहरूलाई दर्शन र साहित्य पढाइयो। यहाँ ढुङ्गाका कछुवामाथि कुन्दिएका शिलालेखले प्राचीन विद्वानहरूको सफलताको कथा आज पनि सुनाउँछन्। थुप्रै युद्ध र परिवर्तन खपेको यो मन्दिरले हामीलाई सिकाउँछ, सत्ता आउँछ र जान्छ, तर ज्ञानको जगमा उभिएको इतिहास सधैँ अमर रहन्छ। भियतनामको कालो विगत र इतिहासको सबैभन्दा पीडादायी अध्याय बुझ्न हुआ लो जेलको पर्खालभित्र पस्नै पर्छ। सुरुवातमा फ्रान्सेली उपनिवेशवादीहरूले भियतनामी स्वतन्त्रता सेनानीहरूलाई थुन्न र क्रूर यातना दिन यो जेलको निर्माण गरेका थिए। फ्रान्सेली क्रूरतादेखि लिएर गृहयुद्ध र अमेरिका विरुद्धको महासङ्ग्रामसम्म यो ठाउँले इतिहासका अनेकौं भयानक दृश्यहरू नजिकबाट देखेको छ। आज यो एउटा सङ्ग्रहालयमा परिणत भएको छ, तर यहाँका चिसो पर्खाल, साँगुरो कालकोठरी र फलामका साङ्लाहरूले अझै पनि त्यो क्रूरताको मौन कथा बोलिरहेका छन्। यो केवल एउटा सङ्ग्रहालय मात्र होइन, यो त भियतनामी जनताले आफ्नो मातृभूमिको लागि गरेको अकल्पनीय त्याग, उनीहरूको रगत पसिना र जस्तोसुकै परिस्थितिमा पनि घुँडा नटेक्ने अदम्य साहसको एउटा मार्मिक साक्षी हो। इतिहासका ती चिसो पर्खाल र युद्धका अन्ध्यारा दिनहरूलाई पछाडि छोडेर जब हामी हनोईको खुला सडकमा निस्किन्छौँ, तब भियतनामी जनताको वास्तविक शक्ति र उनीहरूको जिउँदो आत्मालाई महसुस गर्न सक्छौँ। त्यो शक्ति कुनै हतियारमा होइन, उनीहरूको मुहारमा फुल्ने निश्चल मुस्कान र जीवनप्रतिको उत्साहमा छ। यसको सबैभन्दा सुन्दर र प्रत्यक्ष अनुभव गर्न हनोईको वीकेन्ड नाइट मार्केट अर्थात् सप्ताहन्तको रात्रिकालीन बजार पुग्नै पर्छ। हरेक शुक्रबार साँझदेखि आइतबार रातिसम्म हनोईको पुरानो सहरको रूप नै पूरै फेरिन्छ। यहाँका व्यस्त सडकहरू सवारी साधनका लागि पूर्ण रूपमा बन्द गरिन्छन् र त्यहाँ मानिसहरूको एक विशाल र हर्षोल्लासपूर्ण सागर ओर्लिन्छ। चारैतिर रङ्गीचङ्गी झिलिमिली बत्तीहरू, सडक सङ्गीतको सुमधुर धुन, स्थानीय कलाकारहरूको प्रस्तुति र परम्परागत भियतनामी स्ट्रिट फुडको मिठो बास्नाले सम्पूर्ण वातावरणलाई कुनै ठूलो उत्सवमय मेला जस्तो बनाउँछ। त्यति क्रूर इतिहास, अकल्पनीय युद्ध र भयानक पीडा भोगेको देशका मानिसहरू आज यति खुशी र ऊर्जावान कसरी हुन सक्छन्? यही नै भियतनामी जनताको सबैभन्दा प्रेरणादायी पक्ष हो, उनीहरूको अदम्य सहनशीलता र जिजिमिसा। उनीहरूले आफ्नो कालो विगतलाई पक्कै भुलेका छैनन्, तर विगतको त्यो घाउ र पीडामै अल्झिएर बस्न पनि चाहेनन्। उनीहरूले आँसुलाई पसिनामा र दुःखलाई खुशीमा बदल्ने कला सिके। सडकमा हाँस्दै, गीत गाउँदै, नाच्दै र परिवार तथा साथीभाइसँग खुलेर रमाइलो गर्दै गरेका यी मानिसहरूलाई देख्दा लाग्छ उनीहरूको वास्तविक जित कुनै युद्धको मैदानमा होइन, जीवनलाई यसरी निडर भई हर्षोल्लासका साथ मनाउन सक्ने उनीहरूको यो अद्भुत क्षमतामा देखिन्छ। भियतनामको राजधानीबाट मात्र 2 घण्टा पूर्व रहेको यो युनेस्को साइट हानोई जाँदा छुट्टाउनै नहुने गन्तव्य हो। हालोङ बेको यात्रा गर्न हरेक बजेटका क्रुज सिप उपलब्ध छन्, जसमा होटल पिकअप, दिनभरको भ्रमण र स्वादिष्ट खाना समावेश हुन्छ। जब यो क्रुज प्रशान्त महासागरको शान्त र नीलो पानीमा अघि बढ्छ, तब पानीमाथि ठडिएका हजारौं चुना ढुङ्गाका पहाडहरूले तपाईलाई स्वागत गर्छन्। प्रकृतिको यो अद्भुत सिर्जना हेर्दा लाग्छ मानव कुनै जादुमय संसारमा आइपुगिएको छ। यहाँका सफा समुद्री तटहरू र कञ्चन पानीले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ।
यो सम्पूर्ण क्षेत्र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ। यति धेरै पर्यटकहरूको चाप हुँदाहुँदै पनि यसको प्राकृतिक सौन्दर्यलाई जसरी संरक्षण गरेर राखिएको छ त्यो साँच्चै नै उदाहरणीय छ। हजारौं वर्षदेखि उभिएका यी पहाडहरूले प्रकृतिको विशालता महसुस गराउँछन्। बाहिरबाट हेर्दा शान्त देखिने यी पहाडहरूभित्र अर्को रहस्यमय संसार लुकेको छ। ती हुन् यहाँका विशाल चुनाढुङ्गाका गुफाहरू। जब तपाईँ यी गुफाहरूभित्र प्रवेश गर्नुहुन्छ, यसको विशालता देखेर आश्चर्यचकित पर्नुहुनेछ। हजारौं वर्षको प्राकृतिक प्रक्रियाबाट बनेका यी अनौठा आकृतिहरू निकै मनमोहक छन्। यहाँको सबैभन्दा राम्रो पक्ष भनेको यसको उत्कृष्ट व्यवस्थापन हो। पर्यटकहरूलाई सहज होस् भनेर भित्र हिँड्ने सुरक्षित बाटो र आकर्षक बत्तीहरूको व्यवस्था गरिएको छ। यी बत्तीहरूले गुफाको सौन्दर्यलाई अझ सुन्दर बनाइदिएका छन्। यो प्रकृतिको कला र मानव व्यवस्थापनको उत्कृष्ट नमुना हो। गुफा र क्रुज बाहेक यहाँ बस्नका लागि सुविधा सम्पन्न होटलहरू उपलब्ध छन्। यस यात्राको अर्को मुख्य आकर्षण टी टप आइल्यान्ड हो। त्यहाँको भ्यू पोइन्टमा पुगेर हेर्दा देखिने हालङ्बेको विहङ्गम दृश्यले तपाईको यो सम्पूर्ण यात्रालाई जीवनभरका लागि अविस्मरणीय बनाइदिन्छ। हालङ्बेको नीलो पानीमा ठडिएका विशाल पहाडदेखि हनोईका शान्त र सुन्दर तालहरूसम्म भियतनाम प्रकृतिको एउटा अनुपम उपहार हो। तर यो देशको वास्तविक सौन्दर्य यहाँको भूगोलमा मात्र छैन, त्यो त यहाँका मानिसहरूको कहिल्यै नहार्ने आत्मामा लुकेको छ। इतिहासका पानाहरूमा लेखिएका भयानक युद्ध र सङ्घर्षको खरानीबाट उठेर भियतनामी जनताले जसरी मुस्कुराउन र नयाँ जीवन सजाउन सिके, त्यो विश्वकै लागि एउटा ठूलो प्रेरणा हो। हिजोका ती पीडादायी घाउहरूलाई पछाडि छोडेर आज भियतनाम र विशेष गरी यसको मुटु हनोई सहर पर्यटन र विकासको बाटोमा द्रुत गतिमा अघि बढिरहेको छ। हिजोसम्म युद्धको मैदान बनेका ठाउँहरू आज शान्ति, कला र हर्षोल्लासले भरिएका छन्। आज यो देशले आफ्ना समृद्ध संस्कृति, न्यानो आतिथ्य र अदम्य साहससहित विश्वका लाखौं पर्यटकलाई खुला हृदयले स्वागत गरिरहेको छ। भियतनाम एउटा देश मात्र होइन, यो एउटा यस्तो जीवित कथा हो जसले हामीलाई सिकाउँछ, जस्तो सुकै अँध्यारो रातपछि पनि एउटा सुन्दर बिहानी अवश्य आउँछ। प्राकृतिक सौन्दर्य र मानव सहनशीलताको यो अद्भुत सङ्गमलाई हाम्रो सलाम। बिदाई, भियतनाम।